प्रायः जस्तो सबैजनाकोमा अब चाहिँ क्राइसेन्थेमम फुलिसकेको छ होला है, र यसलाई चाहिँ नेक्स्ट इयरको लागि कसरी जोगाएर राख्नुपर्ने आज चाहिँ म त्यसकै बारेमा भिडियो बनाउँदैछु। फर्स्ट अफ अल त यो जति पनि फुलिसकेको हाँगाहरू हुन्छ तिनीहरूलाई चाहिँ कटिङ गरेर फ्याँकिदिइहाल्नुपर्छ। मैले जस्तै यसरी चुडाएर फ्याँक्दा पनि हुन्छ। अनि जति पनि आउँदै गरेको नयाँ बिरुवा हुन्छ, नयाँ हाँगाहरू हुन्छ तिनीहरूलाई चाहिँ जोगाएर राख्नुपर्छ। अनि यो पुरानो हाँगाहरूलाई चाहिँ कटिङ गरेर फ्याँकिहाल्नुपर्छ, किनभने चाहिँ यिनीहरूले पुरा बेसी एनर्जी खाइरहेको हुन्छ नि त। यो बोटले चाहिँ अब यो पुरानो हाँगाहरूलाई रिपेयर गर्नुको लागि चाहिँ बेसी खानेकुरा सप्लाई गरिरहेको हुन्छ। त्यही कारण चाहिँ नयाँ बिरुवामा अब कम्ती जान्छ नि त। त्यही कारण चाहिँ नयाँ बिरुवा हेल्दी हुनु पाउँदैन पुरानो हाँगाहरू फ्याँकेन भने चाहिँ। अनि त्यही कारण चाहिँ यो पुरानो हाँगाहरू चाहिँ कटिङ गरेर फ्याँकिदिइहाल्नुपर्छ। त्यस्तो गर्दाखेरि चाहिँ नयाँ बिरुवाहरू राम्रोसँगले आउँछ नि त। अनि बिचबिचमा तपाईँहरूले फर्टिलाइजर पनि दिइबस्नुपर्छ। त्यस्तो गर्दाखेरि चाहिँ नेक्स्ट इयरको लागि अझै राम्रोसँगले कटिङहरू निस्किन्छ। अनि मैले अस्तिनिर यहाँनिर राखेकोहरू योहरू चाहिँ थ्याङ्क यू सो मच।